जस्तो यही अर्थोपेडिकै केसको कुरा गरिराख्दाखेरि नेपालमा लगभग एलमोस्ट सबै उपचारहरू सम्भव छ कि कुनै केसेसहरू छ जुन चाहिँ हामी नेपालमा सम्भव नभएर बाहिर पनि जानुपर्ने अवस्था आउँछ? नेपालमा अहिले हेर्ने हो भने हजुर अ, म नेपाल अर्थोपेडिक एसोसिएसनको एउटा मेम्बर पनि हो। हजुर अर्थोपेडिक को सब स्पेसियालिटीहरू पनि सबै डेभलप भइसकेको छ कि। उम्, जस्तै जोड्नी प्रत्यारोपण विशेषज्ञ आर्थोप्लास्टी, उम्, आर्थ्रोस्कोपी एन्ड आर्थोप्लास्टी, उम्, उहाँले चाहिँ जोड्नीहरू मात्रै गर्नुहुन्छ। उम्, हामी त्यो लेभलमा पुगिसकेका छौँ। उम्, अहिले हेर्नुहोस् विभिन्न जिल्लाहरूतिर आर्थोप्लास्टी भइरहेछ। मैले सिन्धुली जिल्लामा आर्थोप्लास्टी गरेँ, एउटा जोड्नी प्रत्यारोपण गरेँ। उम्, यो 2074-75तिरको कुरा हो। उम्, अनि त्यसपछि ह्यान्ड सर्जरीहरू पहिलो त्यो भयो। यो भनेको सब स्पेसियालिटी के। सानो सानो युनिटमा पनि हामी स्पेसलाइज भइरहेको